नमस्ते दर्शकवृन्द, तपाईँहरूकै मनपर्ने सिरियल सहरिया बुहारीको हामी रियाक्सन गर्न गइरहेको छौँ। कृपया तपाईँहरू पनि सँगै रहेर यस क्लिप हेरौँ, त्यसपछि हामी समीक्षा गर्नेछौँ। रिता 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 दर्शक पनि हेर्नुहोस् न, रिता एकदमै ठुसुक्क परेर बसिरहेकी छिन्। अब के होला त? रिता तिमी यही रहेछौ त? अनि त्यत्रो बोलाउँदाखेरि पनि किन नबोलेकी? किन बोल्न पर्यो त? मलाई इन्द्रले हातपात गर्यो भन्दा तपाईले नपत्याएको होइन? इन्द्रले तिमीलाई हातपात गर्यो भन्ने कुरामा त मलाई अझै पनि विश्वास लागेको छैन रिता। तपाईलाई विश्वास नभए पनि पुलिसले विश्वास गरेर उसलाई हिजो नै हातगडी लगाएर चौकीमा लगेको छ। यत्तिकै निर्दोष मान्छेलाई पुलिसले त लैजान्न होला नि? त्यो कुरा त अनुसन्धानपछि थाहा हुनेछ। बसन्तले एकदमै सही भने। यदि त्यो पापीले तिमीमाथि हातपात गरेकै रहेछ भने त्यसले पक्कै पनि कानुन अनुसारको सजाय पाउनेछ। तपाई ढुक्क हुनुस्, त्यो पापी अब जेलबाट कहिल्यै निस्किन सक्दैन। लु, पापी भन्दा भन्दै आइ पो पुग्यो इन्द्र त। अब के होला? किन निस्किन सक्दिन? म निस्के त। लु, रिताको साथ त गयो है। एउटा निर्दोष मान्छेलाई हुँदै नभएको आरोप लगाएर दुःख दिने तिमी यो संसारकै सबभन्दा ठुलो पापी हौ, बुझ्यौ? तेरो पावर र पहुँचले त आज छुटेर आइस, तर एक न एक दिन तँलाई त्यो जेलमा सडाउन सकिन भने मेरो नाम पनि रिता होइन। एउटा निर्दोष मान्छेलाई फसाएर दुःख दिने तिम्रो धन्दा रहेछ रिता। त्यसैले निर्दोष मान्छे कानुनको नजरमा कहिल्यै दोषी हुँदैन। यसैको बीचमा म पनि निर्दोष भएर छुटेर आएको छु। इन्द्रे, साँच्चै दर्शक पनि इन्द्रले एकदमै सही भने। तर तैँले रितामाथि हातपात गरेकै होस् रे त? रिता भाउजूमाथि हातपात गरेको इन्द्रले होइन दाइ, यो कुराको प्रत्यक्षदर्शी म छु। त्यसैले इन्द्रलाई चौकीमा गएर छुटाएर ल्याएको मैले नै हो। शिशिर बाबु, तपाईँ त मेरो साँच्चै दुश्मन पो हुनुहुँदो रहेछ। आखिर दुश्मन खोज्न टाढा जानु पर्दैन, आफ्नै घरभित्र हुन्छन् भन्ने कुरालाई आज तपाईँले प्रमाणित गर्नुभयो होइन? रिता भाउजू, अलि शान्त भएर बोल्नुहोस्। तपाईँ जस्तो एउटा निर्दोष मान्छेलाई फसाउने मान्छे होइन म। चाहे आफ्नै दुश्मन किन नहोस्, यस्तो निर्दोष मान्छेलाई फसाउनु भनेको त पाप र अपराध हो। हो, साँच्चै दर्शकबिन शिशिरले एकदमै राम्रो काम गरेका हुन्। दर्शकबिन तपाईँहरूलाई पनि शिशिरले इन्द्रलाई छुटाएकोमा के कस्तो लागिरहेछ कृपया कमेन्ट गर्न नभुल्नु होला है। मलाई थाहा छ तपाईँले इन्द्रलाई यत्तिकै फसाउन खोज्नु भएको थियो, त्यसैले मैले उसलाई आफै चौकीमा गएर छुटाएको हुँ। तपाईँसित के प्रमाण छ बाबु यो निर्दोष हो भन्ने? तपाईँलाई प्रमाण चाहियो? त्यति बेला पर बाटोमा तपाईँले बसन्तीको काम क्यान्सल गर्दै भनेर इन्द्रलाई धेरै कर गर्नु भएको थियो। त्यत्तिकैमा म पुगेँ। राम्रो गर्नेको लागि म राम्रो मान्छे हुँ, नराम्रो गर्नेको लागि म जस्तो नराम्रो र हरामी मान्छे यो संसारमा अरू कोही पनि छैन। बाफरे, इन्द्रले पनि खतरा डायलग पो हान्छ त हौ। तपाईँले मलाई थर्काउन खोज्नु भएको हो? थर्काउन खोजेको होइन। यदि थर्काउनै पर्यो भने तपाईँको ओठ तालु सुक्ने गरी थर्काउन सक्छु। तर तपाईँ एउटा छोरी मान्छे भएको कारणले मलाई त्यसो गर्न मेरो विवेकले दिँदैन। हस्, अहिले म लागे, तर बसन्तीको जिन्दगीलाई अँध्यारो बनाउने कोसिस नगर्नु होला। नत्र तपाईँ मात्र होइन, तपाईँको सबै माइतीसँग लड्ने ल्याकत छ मेरो।
बस यति कुरा बुझ्नु होला। लु इन्द्र पनि खतरा पो रहेछ त हौ। साँच्चै दर्शकवृन्द यति शिशिरले ती सबै प्रत्यक्ष रूपमा नदेखेको आज इन्द्र निर्दोष हुँदै हुँदाखेरि पनि फस्ने थिए। त्यसपछि तपाईँ त्यहाँबाट रुँदै घरतिर आउनुभयो। त्यसपछि तपाईँले म माथि इन्द्रले हातपात गर्यो भनेर बेकारमा दुःख दिनु भएको रहेछ होइन त? रिता, तिमीले यो के गरे कि? तिमीले त मलाई पटक पटक त मेरो हुती आएर पोइ होस् भनेर भन्थ्यौ नि, तर आज तिम्रो यस्तो व्यवहार देख्दाखेरि त मलाई घिन लागेर आयो। छे, बसन्ती भयो, अब रितालाई केही नभन्नुहोस्। तर यति हो, यो आइमेले तपाईँलाई कुनै न कुनै दिन नराम्रोसँग फसाउन सक्छ, विचार गर्नुहोस्। तर आज पनि मैले भन्छु, म सधैँ सत्यको पक्षमा हुन्छु। सत्यको पक्षमा मैले लडाइँ गर्दा सबैले मलाई गुन्डा भनुन्, तर मलाई त्यसमा कुनै आपत्ति छैन। अनि रिता भाउजू आज शिशिर थियो र पो मलाई सत्य कुरा भनेर हिरासतबाट निकालेर लिएर आयो। तर भोलिबाट म जस्तो निर्दोष मान्छेलाई फसाउने धन्दा बन्द गर्नु होला, नत्र तपाईँको र मेरो दुश्मनी अगाडि बढ्यो भने राम्रो हुने छैन। लु इन्द्र त खतरा डायलग पो हाने त हौ। तर के गर्नु, रिताको आफ्नै गल्ती भएको कारणले गर्दा केही पनि बोल्न सकिनन्। हस्, अहिलेलाई म जान्छु। यता आएर बस, चिया खाएर जालास। चिया पछि खाउँला, तपाईँको काम पक्का भएको छ। 2-4 दिनमा काममा जाने तयारी गर्नु होला। शिशिर, म गएँ है। तिमीलाई धेरै धेरै धन्यवाद छ। दाइ, अनि कविराज दाइ र भाउजू खै त? खै बारीतिर जानुभयो। म पनि बारीतिरै गएर आउँछु। खाजा खाएर जालास, आइज। अहिले आएर खान्छु। म गएँ है दाइ। बसन्ते, तपाईँ मेरो लोग्ने भएर पनि त्यो इन्द्रले मलाई यति माथि भन्दा पनि तपाईँ चुप्प लागेर बस्नुभयो है। अझै त्यस्तालाई चिया खाएर जालास पनि भन्नुभयो। ठिक छ, तपाईँ जस्तो लोग्ने त यो संसारका कुनै पनि नारीलाई नपरोस्। रिता, तिमी अलि होसमा आएर कुरा गर्ने गर। बोल्न पाए भन्दैमा मुखमा जे आउँछ त्यो बोल्ने अधिकार छैन तिमीलाई पनि। अनि एउटा निर्दोष मान्छेलाई फसाएर तिमीले के पाउँथ्यौ भन त? केही पाउँथिन, तर त्यो पापीसित तपाईँले सङ्गत गर्ने भए मलाई डिभोर्स दिनु। तपाईँ जस्तो मान्छेलाई लोग्ने मानेर बस्न म सक्दिनँ अब। लु दर्शक पनि अहिले आएर त रिताले बसन्तसँग डिभोर्सै मागिन्। अब के होला त, हेरौँ है त। बिचरा बसन्ती। त्यसैले जति सक्दो चाँडो अब मलाई तपाईँबाट छुटकारा चाहिएको छ। ठिक छ, तिमीलाई मैले मेरो जिन्दगीबाट छुटकेरा दिने भए, तर तिमी त साँच्चै बलेको आगो ताप्ने रहेछौ रिता। हिजोसम्म त मेरा दिनहरू राम्रा थिए। घर थियो, सम्पत्ति थियो, मसित सबै कुरा थियो। तर आज मसित यी सबै कुराहरू गुमेको बेलामा तिमीले पनि मेरो जिन्दगीबाट टाढा हुन्छु, मलाई तेरो जिन्दगीबाट छुटकेरा दे भनेर भन्छौ भने ठिक छ, मैले केही भन्दिनँ। खुसीसित तिमीलाई मेरो जिन्दगीबाट छुटकेरा दिनेछु। बिचरा बसन्ती, साँच्चै बसन्तीले एकदमै सही भने। तर
तिमीले मेरो साथ छोडेको कुरा कसैले थाहा नपाओस्। यदि यो बेलामा तिमीले मेरो साथ छोड्यौ भने साँच्चै यो दुनियाँले तिमीलाई धिक्कार्नेछ। किन नबोलेकी? अब म बोलेर पनि काम छैन। मलाई थाहा छ मेरो कारणले तपाईँ र त्यो मधु बीचको खुसीमा काँडे तार लागेको छ। त्यसैले अब तपाईँहरू दुई बीचको खुसीमा धेरै समयसम्म काँडे तार बनेर बस्न म चाहन्न। छिट्टै तपाईँहरूको जिन्दगीबाट टाढा हुन चाहन्छु म। त्यसैले तपाईँको र मेरो जिन्दगीको बाटो अब अलग हुनुपर्छ। यति हो। अब तपाईँको जिन्दगीबाट मलाई जसरी पनि टाढा जानु छ। मेरो यति इच्छा पुरा गरिदिनुहोस्, अरू केही पर्दैन। रिता, प्लिज, मैले आफ्नो प्रेमलाई त्यागेर सिन्दुर अँगालेको मान्छे हुँ, त्यसैले यस्तो नभन। भयो, म भनेकी सहरमा सुख सहेलमा हुर्केकी मान्छे हुँ। अब यसरी बेवारिसे भएर लामो समयसम्म दुःख काट्न सक्दिन। त्यसैले मेरो कुरालाई बुझ्ने कोसिस गर्नुहोस्। साँच्चै दर्शकबिन, बसन्ती अहिले घर नघाट भएकै कारणले गर्दा रिताले छोड्ने निर्णय गरेकै हो रहेछ। दर्शकबिन, तपाईँहरूलाई रिताको यस्तो व्यवहार र रिता कस्तो लाग्छ कृपया कमेन्ट गर्न नभुल्नु होला है। रिता, आज मलाई दुःख परेको बेलामा अनि समस्याका पहाडहरूले चारैतिरबाट थिचेको बेलामा तिमीले मलाई साथ दिनुको सट्टा यस्तो भन्छौ है। कुनै दिन तपाईँ आफैले भन्नुभएको थियो, जब सम्बन्धमा एकले अर्कालाई बुझ्न सक्दैनन् भने त्यो सम्बन्ध टिकाएर राख्नुको कुनै अर्थ हुँदैन भनेर। तर हो रहेछ, एकअर्कालाई नबुझ्दाखेरिको सम्बन्ध धेरै लामो समयसम्म टिकाएर राख्नु भनेको आफ्नो जिन्दगी खरानी गराउनु जस्तै रहेछ। त्यसैले अब लामो समय यो सम्बन्ध टिकाउन सक्दिन। बस मेरो भन्नु यति हो। रिता, प्लिज, तिमीले यस्तो भनेर शत्रु हँसाउने कोसिस नगर त। शत्रु हाँस्ने काम तपाईँले गरिसक्नुभयो अनि तपाईँको भाइले पनि गरिसके त। मेरो लागि शत्रु हँसाउने बाटो यो भन्दा अरू के हुन सक्छ? त्यसैले मेरो यो अन्तिम निर्णय हो। अब मलाई तपाईँको जिन्दगीबाट छुटकारा पाउनु छ। यदि हामी छुटिहाल्यौँ भने तिम्रो माइतमा बुवा आमाको हालत के हुन्छ एकपटक सोच त। बिहेको दिन के भनेर बिदा गर्नु भएको थियो तिम्रो बुवा आमाले, थाहा छ तिमीलाई? बुवा आमाले त अब छोरीले सुख पाउँछे, तर सुख पाउँदा पाउँदै मातिएर सम्बन्ध नबिगारेस् भन्नुभएको थियो। तर यहाँ त मलाई घर परिवार आफन्त वल्लो गाउँ पल्लो गाउँ सबै मिलेर मार्ने योजना बनाइदिएछ। यस्तो बाफ, रिता त खत्तम पो रहेछ नि त। हेर न, बसन्तसँग छुटिनको लागि अनेकको बाहना बनाउन थालिन् त। त्यसम्म त कसैले गरेका थिएनन् होला है। हुँदै को बस्न सक्छ? रिता, तिमीलाई कसले मार्ने योजना बनायो? अलि मुख सम्हालेर बोल के। भयो, अब मसित धेरै कुरा नगर्नुहोस्। बरु मलाई छिटो भन्दा छिटो तपाईँको जिन्दगीबाट छुटकारा दिनुहोस्। बस मेरो भन्नु यति हो। अब ठिकै छ, तिमीले यस्तो भन्छौ भने अनि मसित छुटेर तिमी खुसी हुन्छौ भने तिम्रो इच्छा पुरा गरिदिउँला नि त। तर हामी छुटेको कुरा कसैले थाहा नपाओस्। यदि हामी छुटेको कुरा तिम्रो माइतमा बुवा आमाले थाहा पाउनु भयो भने बिचरा उहाँहरूको बेहाल हुन्छ। पछि उहाँहरूले थाहा पाइसकेपछि त बिस्तारै बिस्तारै मन सम्हाल्नु होला नि। साँच्चै दर्शक पनि बसन्ती कति मान्छन् है। रितालाई अँगाल्नको लागि कति कोसिस गर्दा गर्दा आज तर रिताले सम्बन्ध मिटाएर जानै खोजिरहेको छिन्। तर बिचरा बसन्तले रिताको खुसीकै लागि भए पनि बसन्ती छुटिने भएका छन्। त्यसैले तिमीले मसित छुट्ने निदो गरेकै हो भने हुन्छ, छुटौ। त्यसो हो भने अब 2-4 दिन भित्रै मसित अदालत जाने मेसो मिलाउनुहोस्। तपाईँ आइसक्नु भयो? फेरि कता जान लाग्नु भएको शिशिर दाइ? बिचारी उता
रिमा भने घरको काममा खटिरहेकी छिन्। बारीमा जान लागेको बहिनी। इन्द्र चौकीबाट छुट्यो त? बहिनी छुट्यो। निर्दोष मान्छेलाई हाम्रो भाउजूले त बेकारमा फसाएर पाप गर्नु पाएको रहेछ। त्यही त के दाइ, रिता भाउजूको बानीले गर्दा हाम्रो बसन्ती दाइले पनि साह्रै दुःख पाउने भयो। अनि के गर्नु भएको छ त बसन्ती दाइ र रिता भाउजूले घरमा? के गर्नु नि, सायद झगडा गरेर त बसेका होलान्। बरु तिमी घर जाऊ बहिनी। बसन्ती दाइ बेसरी रिसाएर बसेका छन्। रिसाको जोगमा भाउजूमाथि फेरि हात उठाउने हुन् कि? अनि तपाईले रिसाएर बसेको मान्छेलाई किन छोडेर आउनु भएको त? मलाई त झ्याउ लागेर हिँडेको बहिनी। पल्लो बारीमा राधा भाउजूहरू जानु भएको छ अरे, एकछिन त्यहीँ गएर आउँछु। हस् दाइ। हे भगवान, रिता भाउजू र बसन्ती दाइको त साँच्चै घरबार बिग्रने भयो। एकपटक घरबार बिग्रिएपछि अर्को पटक घरबार बसाउन धेरै गाह्रो हुन्छ भन्छन्। यदि दाइ भाउजूको पनि घरबार बिग्रियो भने त बर्बाद हुन्छ। उता कलेज भर्ना हुन नपाएर मलाई आफ्नै तनाव छ। के गरौँ त? उफ। हेलो, सन्चै हुनुहुन्छ? ठिक छु। अनि तिमी? म पनि सन्चै छु। हेर्नुहोस् न, मेरो जर्मनको भिजा आइसकेको छ। मामाले अब 2-3 दिनपछि जाने भन्नुभएको छ। के हो? दर्शक हेर्नुहोस् त, बसन्ते मधुसँग बोलेको रिताले सबै देखिरहेको छिन्। अब के होला त, निकै हङ्गामा हुने जस्तो देखिएको छ है। हेरौँ है त। हुने होला, म त लास्टै तनावमा छु। एकपटक भेटौँ न बरु हामी। मधु, म अहिले भेट्ने अवस्थामा छैन। म निकै समस्यामा छु। तपाईको समस्या मलाई राम्रोसित थाहा छ बसन्ते, तर तपाईले एकपटक मलाई जसरी भए पनि भेट्नै पर्छ। मधु, प्लिज तिमीले बुझ्ने कोसिस गर। तिमी जानुभन्दा पहिला मलाई एकपटक भेट्ने धेरै इच्छा थियो, तर के गर्नु, अहिले म साह्रै समस्यामा छु कि। त्यसो हो भने तपाईले मलाई अलिकति पनि माया गर्नुहुन्न भन्ने थाहा भयो। मधु, तिमीले कस्तो कुरा बुझ्दिनौ। ठिक छ नि त, त्यसो हो भने म आम्ला। त्यसो हो भने भयो, जबरजस्ती आउनु पर्दैन। यो दर्शक बिन मधु साह्रै पो रिसाइन। अब के होला त? हेलो, 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 बोल न, तिमी किन रिसाकी के? दर्शक बिन उता हेर्नुहोस् न, रिता फुलिएर बसिरहेकी छिन्। अब के होला त? छ्या, फोनै काटी छ। के गर्ने होला त? बसन्ते, बसन्ते, भन न। माथि आउनुहोस् त। के कुरा हो र? त्यहीबाट भन्यो भने त हुन्छ नि। आउनुहोस् न भनेपछि आउनुहोस् न। ल ल। लो, अब फेरि पनि बसन्ते र रिताको निकै ठुलो झगडा पर्ने देखेको छ। दर्शक पनि हेरौँ है त, के होला अब? भन रे त, किन बोलाकी हो र? तपाईँ र म भोलि अदालत जाम। के रे, यो तिमीले के भन्दैछौ? मैले ठिक भन्दैछु। तपाईँ र म भोलि अदालत जाम अनि छोडपत्र गरौँ। भगवान साक्षी राखेर जोडेको सम्बन्ध अदालतको कागजले छुटाउन सक्छ र? यसो गर्दा हामीलाई भगवानले गाली गर्दैनन्? तपाईँ जस्तो घाँस र बाहिरी संसार नदेखेको मान्छेलाई गाली गर्लान्, तर मलाई गर्दैन। त्यसैले मेरो भन्नु यति हो, भोलि अदालत गएर छोडपत्र गरौँ। हेर रिता, अझै पनि तिमीले राम्रोसित सोच। पछि गएर हामी पछुताउनुभन्दा अगाडि नै सोचेको राम्रो हुन्छ। मैले 100 पटक सोचेर नै यस्तो निर्णय गरेको। मलाई यस्तो ठाउँमा तपाईसँग जिन्दगी बिताउनु छैन भने सम्बन्ध टिकाएर राख्नुको कुनै अर्थ हुँदैन। बरु मलाई तपाईको
आइदैन। बस मलाई तपाईबाट छुटकारा पाउनु छ। बिचरा बसन्ते आफूलाई सम्हाल्नको लागि एकदमै गाह्रो परेको छ। यसै पनि रिता रिसाइरहेको थिइन्। त्यहीमाथि बसन्ते मधुसँग बोलेपछि रिताले यति ठुलो निर्णय गरेकी हुन्। ठिक छ रिता, तिमीले पनि अब यस्तो भन्छौ भने मैले के गरौँ त? तिम्रो खुसीको लागि भए पनि म कहिले कहाँ जान पर्ने हो जाम्ला नि त। भोलि बिहानै जाने। र अर्को कुरा, तपाईको र मेरो छोडपत्र भएको तपाईको घरको मान्छेले र मेरो माइतीले थाहा नपाओस्। किन रिता यस्तो? अब मसित यस्तो प्रश्न नगर्नुस्। मैले भनेको कुरा मनमा राखेर अनि भोलि घरमा केही बहाना बनाएर मसित अदालत जानुपर्छ तपाईँ। हस्, धन्यवाद छ तिमी। साँच्चै दर्शकबिन रिताले बसन्तेलाई छोडेरै जाने हुन् त? आज मलाई समस्याका पहाडहरूले चारैतिरबाट थिचेको बेलामा तिमीले पनि यस्तो निदो गर्यौ। बिचरा बसन्ते पूर्ण रूपमा एक्लो हुँदै गएका छन्। अब बसन्तेको मनको पीडा बुझ्ने कोही पनि रहेनन्। उता मधु भने रिसाले ठुस्स परिरहेको छिन्। दर्शकबिन बसन्ते, तपाईँले एकपटक भेटौँ न भन्दा पनि समस्यामा छु भन्नुभयो। अब म जर्मन गएपछि हाम्रो भेट हुन्छ या हुँदैन त्यो कुरा भगवानलाई मात्र थाहा छ। एकपटक तपाईँलाई भेटेर बेसरी रोएर मन हलुङ्गो बनाउन थियो, तर तपाईँले बुझ्दै बुझ्नु भएन। ठिकै छ। के भयो मधु? किन यसरी दुखी भएर बसेकी? यत्तिकै हो बुवा। यसरी दुखी बनेर हुँदैन छोरी। मामाले फोन गरेर भोलि काठमाडौँ जाने भनेको छन्। यसरी तना बोकेर बस्नुभन्दा लुगाफाटो झोलामा हालेर तयार भएर बस। 2-4 दिनपछि लु दर्शकबिन साँच्चीकै मधु जर्मन जाने भएछिन्। काठमाडौँ जाँदा हुँदैन र बुवा? एकपटक मामालाई फोन गरेर त्यही भनिदिनुस् न। अब मिल्दैन छोरी। मामाले 1 हप्ता पछाडिको लागि टिकट पनि काटिसकेछन्। अझै 4-5 दिन त काठमाडौँमै काम हुन्छ अरे। त्यसपछि उडिहाल्ने हो भन्दै थिए। मलाई त खै के गरौँ बाछ। अब दोधार मन नगर। हामी जसरी भए पनि भोलि काठमाडौँ जानै पर्छ। बुवा, बरु बसन्तेलाई तपाईँले नै एकपटक फोन गरेर यता बोलाउनुस् न। किन फोन गर्नु परेर फेरि बसन्तेलाई? एकपटक उसित भेट्न मन छ। यस्तो नभन छोरी। बसन्ते आफ्नै दुनियाँमा खुसी छ। हामीले उसको खुसी खोज्नु हुँदैन, किनकि उसलाई हामीले पटक पटक डिस्टर्ब गर्दा उसको घरबार बिग्रिन सक्छ। हुन त हो नि दर्शकबिन, तर के थाहा बसन्तेको घर बिग्रिसकेको छ भनेर। वंशा सपारिएको छ। बिचराको जबरजस्ती पापीहरूले अर्कैसँग बिहे गरिदिए। त्यो दिनदेखि उसको जिन्दगीमा कालो बादल मडारेको जस्तै भएको छ। एकपटक भेटेर कति कुरा गर्न मन थियो। अब एकपटक उसलाई नभेटी कसरी मेरो पाइलाहरू अगाडि बढ्लान् त? मधु, बिचारी मधु अन्तिमचोटि बसन्तलाई भेट्न नपाउँदै गर्दा कति धेरै चिन्तामा परेकी छिन्। दर्शकबिन तपाईहरूलाई सहरिया बुहारी सिरियल कस्तो लागिरहेको छ कृपया कमेन्ट गरी यस भिडियोलाई दर्शकबिन तपाईहरूलाई सहरिया बुहारी कस्तो लागेको छ कृपया कमेन्ट गर्नुहोला र फेरि पनि हामी रियाक्सन भिडियो लिएर आउनेछौँ। हस्त धन्यवाद।